नमस्कार सबैजनालाई मिठो सम्झना। यति बेला हामी शर्मारानी गाउँपालिका वडा नम्बर 4 स्थित डिग्लान खोला खानेपानीको मूलमा जाँदैछौँ। जुन खानेपानी हाम्रो शर्मारानी गाउँपालिकाको केन्द्र बटडाँडा बजार लगायत बटडाँडा आसपासका बस्तीहरूका उपभोक्ताहरूले चाहिँ पिउने पानीको मूल यहाँ तल पर्छ। मसँग अगाडि हाम्रो वडा सदस्य भोजबहादुर सारू मगर, यसै गरी हाम्रो 4 नम्बर वडाका प्राविधिक धनबहादुर राणा अनि हाम्रो समाजसेवी हाम्रो बटडाँडा बजार व्यवस्थापन समितिका अध्यक्ष र यो डिग्लान खोला खानेपानी निर्माण उपभोक्ता समितिका चाहिँ अध्यक्ष हाम्रो आदरणीय दाजु गोपीलाल उपाध्यायज्यू र हाम्रो धनकोट टोल विकास संस्थाका अध्यक्ष रणबहादुर सुमै अगाडि हुनुहुन्छ। यहाँ तल चाहिँ हाम्रो खानेपानीको मूल छ। जुन यहाँहरूले बुझ्नुपर्ने कुरा कहाँनिर भने हाम्रो गाउँपालिकाको केन्द्र जुन बटडाँडा बजार लगायत आसपासका बस्तीहरूमा 183 घरधुरीले एक घर एक धाराको रूपमा जो पानी पिउनुहुन्छ त्यो पानीको मूल चाहिँ यहाँ तल पर्छ। बाटो अलि अप्ठ्यारो छ। हाम्रो आदरणीय दाजु गोपीलाल दाईलाई चाहिँ हाम्रो टोल विकास संस्थाका अध्यक्ष रणबहादुर सुमै मगरले अलि अप्ठ्यारो बाटोमा समाएर हिँड्नमा चाहिँ सहयोग पनि गर्नुभएको छ। बाटो अलि अप्ठ्यारो छ। यहाँनिर चाहिँ ग्याबिन जाली लगाइएको छ विगत 7-8 वर्ष अगाडि। मलाई लाग्छ 2075 सालमा हामीले यो इन्टेक मर्मत गरेका थियौँ। तलबाट चाहिँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष भमराज बुढाथोकी मगर चाहिँ आउँदै हुनुहुन्छ तल। तार पुरानो भएर गइहाल्यो, तार पुरानो भएर गइसक्यो, गाई बाख्रा यहीँबाट हिँड्ने यो पुरिएको थियो जम्मै। त्यो पानी बन्द नभएको भए यो नफाली पनि तल पानी जान्थ्यो, मान्छे सेफ हुन्थ्यो, फोहोर मैला नपस्ने। यहाँले देखिराख्नु भएको छ हाम्रो आदरणीय दाजु समाजसेवी हाम्रो आदरणीय दाजु बटडाँडा बजार व्यवस्थापन समितिका अध्यक्ष गोपीलाल उपाध्याय दाजुलाई यहाँको सबै कथावस्तुहरू यहाँको इतिहास सब थाहा छ। यहाँ चाहिँ खास गरिकन यो हाम्रो शर्मारानी गाउँपालिका नम्बर 4 धनकोटदेखि पश्चिम दक्षिण साइडमा यो डिग्लान खोला खानेपानीको मूल छ र यो मूलको पानी चाहिँ बटडाँडा बजारमा चाहिँ गइरहेको छ। यहाँहरूले चाहिँ बुझ्नु पनि भएको छ। फेरि पनि म जानकारी गर्न चाहन्छु। हाम्रो भोमराज बुढाथोकीज्यू आइसक्नु भएको छ, तलबाट आउनुभएछ उहाँ, हामी चाहिँ माथिबाट आयौँ। पाइप लाइन लाइन आउनु यो एउटा यो बारका एउटा यहाँ बिचमा छ। अहिले खोलाको पनि हाल्नु पर्यो। खास गरिकन यो खानेपानीको मूलको इन्टेक यहाँनिर छ। जुन चाहिँ यहाँबाट जुन मुख्य मूल छ यो मूलबाट पर चाहिँ अर्को इन्टेकमा लगेर चाहिँ कलेक्सन गरेर त्यसपछि ग्राभिटी सिस्टममा चाहिँ अगाडि जान्छ। यहाँबाट फन्डेको आएको यता ड्याम डिम थियो कि माथिको दृश्य यस्तो छ है। यहाँहरूले यस्तो देख्न सक्नुहुन्छ। यस्तो छ ठाउँ। यो ठाउँको तलपट्टि यहाँनिर चाहिँ खानेपानीको एउटा मूल यहाँ छ। मूललाई सुरक्षित तरिकाले यसलाई चाहिँ ढक्कन लगाएर सुरक्षित तरिकाले चाहिँ यसरी यो हुँदै 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 यहाँले देख्नु भएको छ। यहाँ पाइप देखिरहनु भएको छ। यसरी चाहिँ अगाडि जान्छ। अर्को मूल चाहिँ अलि अगाडि छ। म यहाँलाई एकछिनपछि देखाउन चाहन्छु। खोलामा अझै पानी अलिअलि छ। यहाँबाट चाहिँ पानी बगिरहेको छ। यसरी पानी बगेर तल चाहिँ गइरहेको छ पानी। र यो खोला खास गरिकन डिग्लान खोलाको मूल हो। र यो पानी तल गइसकेपछि बुढी खोला भन्ने खोलाको रूपमा परिणत हुन्छ। र तल फेरि थुप्रै खेतहरू छन्। ती खेतहरूमा चाहिँ चैते धान, बर्खे धान र गहुँ खेती पनि गरिन्छ तलका खेतहरूमा। त्यो खेतमा सिँचाइ गर्ने कुलोमा जाने पानीको मूल चाहिँ यही नै हो। यहाँले यहाँ देखिरहनु भएको छ। यहाँ बगिरहेको छ। यसलाई चाहिँ डिग्लान खोला भनिन्छ। चालु आर्थिक वर्षमा शर्मारानी गाउँपालिका 4 नम्बर वडाले यो खानेपानीको मूल संरक्षणको लागि
बजेट विनियोजन गरेको थियो। त्यो बजेट चाहिँ यहाँ कार्यान्वयन भएको छ। यहाँ तार जालीले चाहिँ हाम्रो खानेपानीको मुहान संरक्षणको लागि तार जाली लगाइएको छ र केही इन्टेकहरू पनि मर्मत गर्ने काम भएको छ। यहाँनिर एउटा इन्टेक छ। यो इन्टेकलाई चाहिँ यसरी तारबार गरिएको छ। यहाँले देख्न सक्नुहुन्छ। यो अगाडि पनि अलिक ठुलो टङ्की छ। त्यो टङ्कीमा चाहिँ कलेक्सन भएर पानी चाहिँ बडडाँडा जाने गर्छ, जुन ग्राभिटी सिस्टमबाट जान्छ। यो दृश्य म यहाँलाई देखाउन चाहन्छु। कतिपय उक्त साथीहरूलाई चाहिँ यो पानीको मूल कहाँनिर छ, कस्तो अवस्थामा छ, निर्माण समितिले कसरी काम गर्यो, यहाँको चाहिँ गाउँपालिकाका जनप्रतिनिधि, वडाका जनप्रतिनिधिले कसरी त्यहाँ काम गरे भन्ने कुरा सबै साथीहरूलाई थाहा पनि छैन। यसरी चाहिँ पानी त्यहाँ जान्छ। यहाँ ग्याबिन जालीले चाहिँ यसलाई संरक्षण गर्नुको निमित्त, सुरक्षित गर्नुको निमित्त चाहिँ तारबार गरिएको छ। यो दृश्य यहाँले देख्न सक्नुहुन्छ। यसरी यहाँबाट यसरी जान्छ। अरू दृश्य यहाँलाई चाहिँ देखाउन गइरहेको छु। निकै अप्ठ्यारो ठाउँमा छ, फेरि निकै जोखिम मोलेर आउनुपर्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो स्थिति छ। हिँड्नु निकै गाह्रो पनि छ। योभन्दा अगाडि मैले फेरि पनि जानकारी गर्न चाहन्छु। सर्वनी गाउँपालिका र पश्चिम नेपाल खानेपानीको साझेदारीमा 2075 सालमा 95 लाख खर्च गरेर हामीले बडडाँडामा यो खानेपानी सञ्चालन गरेका थियौँ। अहिले हाम्रो साथीहरू भित्र हुनुहुन्छ। हाम्रो प्राविधिक साथीहरू, वडा सदस्य साथीहरू भित्र हुनुहुन्छ। हाम्रो लेकबाट आएको माझको जत्रो पनि छैन होला। यो पानी चाहिँ हाम्रो बडडाँडामा जाने पानी हो। सर्वनी गाउँपालिकाको केन्द्र, बडडाँडा बजार, बडडाँडाको बजार आसपासका बस्तीहरूमा चाहिँ यो पानी पुग्छ र हामीले पानी खाइरहेका छौँ बडडाँडा बजारमा। यत्रो पानी त मजा हुन्छ। आज हिँडेर एक दिन बढी भारै छ, झारा हिँडेको। आज त्यही भएर मकै बिहान मकै अहिलेको कामहरू चाहिँ यो तारबार हो। त्यसपछि यो माथि काम गर्ने यो पनि पहिला कालो तार थियो। अहिले चाहिँ तिनवटा जालीवाला लगाइयो। एङ्गल पनि कताकति भएको थियो, यस्तो गर्नुभयो होइन। यहाँबाट देखिरहनु भएको छ। यसरी परबाट ग्याबिन जालीले यसरी यसलाई चाहिँ संरक्षण गरिएको छ। यहाँबाट देखिरहनु भएको छ। यहाँ ग्याबिन जाली छ। ग्याबिन जालीले यसरी यो खानेपानीको इन्टेकलाई सुरक्षित राख्नको निमित्त, सुरक्षित गराउनको निमित्त यो चालु आर्थिक वर्षको बजेटमा चाहिँ यो काम भएको छ। यो जाली यहाँले देखिरहनु भएको छ। यसरी हुँदै अलिअलि त्यो कसको छ भने त्यसले गरिन्छ यहाँहरूले देखिराख्नु भएको छ।
अलिक पारिबाट मैले चाहिँ यसको भिडियो ल्याइरहेको छु। बिस्तारै मैले चाहिँ यहाँलाई देखाउन गइरहेको छु। यसरी जति देख्नु भएको छ नि यहाँहरूले यो चाहिँ पुरै तारबार गरिएको छ। चारवटा मूल सानो ठुलो गरेर चारवटा मूललाई चाहिँ एकीकृत गरेर अनि एउटा टङ्कीमा कलेक्सन गरेर त्यसपछि त्यो पानी चाहिँ बडडाँडा जान्छ। यहाँनिर चाहिँ तपाईँको टङ्की छ, यहाँले जुन देख्नु भएको छ ठाउँ यस्तो छ। यहाँले माथिबाट हेर्नुहोस्, यो पुरा भिरको यो तलपट्टि यो ठाउँबाट यसरी पानी चाहिँ लगिन्छ। फर्किँदैछ। हामी चाहिँ खानेपानीको इन्टेकबाट फर्किरहेछौँ। बाटो अप्ठ्यारो छ, यहाँ तल पनि हिँड्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ। साथीहरू पछाडिबाट आउँदै हुनुहुन्छ। अब हामी चाहिँ बडडाँडा जान्छौँ। राईले बाले आउनु पैसा दिनुभयो?